हाम्रो माननीय मन्त्री तथा वैज्ञानिक माहिर गुणले नेपालमै बनेको 2 ठहरको सेटेलाइट देखाउँदैछ। हेर्नुहोस् साथीहरू। नमस्कार दाजुभाइ दिदीबहिनीहरू, नेपालभरिबाट संसारभरिबाट हेर्नुहोस्। आज म तपाईँहरूलाई एउटा नौलो कुरा देखाउँदैछु। तपाईँहरू अचम्म पनि पर्नुहुन्छ होला। तपाईँहरूलाई मैले देखाउन खोजेको के हो भने नेपालमै बनेको सेटेलाइट भनेर देखाउन खोजिरहेको छु। नेपालमा अन्तरिक्ष प्रतिष्ठान भन्ने हाम्रो आवास मास्के डाक्टर आवास मास्केजीको नेतृत्वमा एउटा प्रतिष्ठान छ। उहाँहरूले चाहिँ अब यो सानो स्कुल लेभलदेखिकै नै विद्यार्थीहरूलाई सेटेलाइट बनाउनको लागि के अरे तालिम दिनु भइरहेको छ। र उहाँहरूले बनाएको सेटेलाइटको बारेमा म चाहिँ बताउन चाहन्छु। यो जुन बक्स छ यो हेर्नुहोस्, यो चाहिँ एउटा किट हो। यो चाहिँ खास गरी विद्यार्थीहरूले सिक्नको लागि बनाइएको एजुकेसनल किट हो। यो किटमा चाहिँ अब यो कसरी चाहिँ सेटेलाइट बनाउने भनेर चाहिँ यसमा पुरा मेनुअल चाहिँ उहाँहरूले यो राख्नु भएको छ। र यो मेनुअल अनुसार हेरेर चाहिँ अब सानो नानी बाबुहरूले यो जोडेर आफै नै चाहिँ एउटा सेटेलाइट बनाउन सक्नुहुनेछ। र यसको बक्स चाहिँ यो अनुसार छ। हेर्नुहोस्, यस्तो किसिमको एउटा बक्स हुन्छ। यो चाहिँ एजुकेसनल किट हो। यो चाहिँ नानी बाबुहरूले सिक्नको लागि। र यो किट चाहिँ उहाँहरूले अहिलेसम्म 200वटा भन्दा बढी किटहरू चाहिँ विश्वको 31वटा देशहरूमा चाहिँ बेचिसक्नु भएको छ। र यो अहिले 1000वटा चाहिँ किटहरू बक्स चाहिँ उहाँहरूले बनाउनुहुन्छ। र एउटा किटको मूल्य चाहिँ $110 छ। यो $110 किनेर तपाईँहरूले आफ्नो छोराछोरीहरूलाई कसरी चाहिँ सेटेलाइटले काम गर्छ, कसरी चाहिँ बनाउने भन्ने सिकाउन सक्नुहुन्छ। यो भयो पढाउनको लागि, सिकाउनको लागि चाहिँ भयो। र यो जुन देख्नु भएको छ बाक्समा, यो चाहिँ एकदमै वास्तविक सेटेलाइट हो। एकदमै अन्तरिक्षमा गएरै कामै गर्ने सेटेलाइट हो। र यो सेटेलाइटमा तपाईँहरूले देख्नुहुन्छ क्यामेरा। यो सेटेलाइट गएर माथि गएर चाहिँ यो चाहिँ पृथ्वीको हाम्रो चाहिँ फोटो खिच्छ। र यसले अन्य सेन्सर, विभिन्न किसिमका सेन्सरहरू छन्। र त्यो सेन्सरहरूले पृथ्वीको डाटा चाहिँ पठाउँछ। र त्यो डाटालाई चाहिँ क्याप्चर गर्नको लागि अहिले हाम्रो नासमा चाहिँ एउटा ग्राउन्ड स्टेसन पनि बनाएको छ। यो चाहिँ वास्तविक सेटेलाइट हो। हेर्नुहोस्, अब यसमा यो सेटेलाइटको मुख्य पार्ट भनेको यही हो। मुख्य सेटेलाइट भनेको यति हो। हेर्नुहोस्, यहाँ सबै किसिमको सेटेलाइटले गर्नुपर्ने सबै किसिमको कामहरू यो यसमा छ। यो चाहिँ उहाँहरूले चाहिँ यहाँ नै चाहिँ एसेम्बल गरेको हो। यो पनि एकदम ठुलो इनोभेसन हो। त्यो चाहिँ एउटा बक्स भयो। यही हो सेटेलाइट। यसको बक्समा चाहिँ उहाँहरूले फिटफाट गरेर यस्तो किसिमको चाहिँ यो बनाउँदै हुनुहुन्छ। यो चाहिँ अन्तरिक्षमा गएर पठाउन एकदमै तयारी भइसकेको छ। र यसको चाहिँ दाइ चाहिँ सेटेलाइट चाहिँ माथि अन्तरिक्षमा गइसकेको छ। र यसको चाहिँ भाइ हो